एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी विशेष गरी यो रामेन चाउचाउ चाहिँ कम्पिटिसन गर्न जाँदैछौँ। यो आज स्पेसल भिडियो हुँदैछ हाम्रो लागि चाहिँ। हामी बनाउने प्रोसेसतिर जाँदैछौँ, त्यसपछि हामी तपाईँलाई कम्पिटिसन पनि देखाउनेछौँ। तपाईँ हेर्न सक्नुहुन्छ। हामी यहाँ चाहिँ पानी बसाल्दैछौँ। पानी बसाल्दैछ टक्क यहाँ यो सागहरू नि हाल्ने, अनि अन्डा, त्यसमाथि दुईवटा रामेन पर्न सक्छ भागमा। अनि त्यसपछि हामी बनाउनेछौँ। हाम्रो कम्पिटिसनमा भाग लिन हाम्रो आङताम्बे हाम्रो भाइ हुनुहुन्छ। हामी चाहिँ अहिले किचनमा छौँ। हाम्रो यहाँ एक्टिभ दिदीबहिनीहरू, दाजुबहिनीहरू सबै। हाम्रो लोगाजी फेरि यता हुनुहुन्छ। ल हामी भाइ हाम्रो स्पेसल, हाम्रो सपोर्टर, बिग सपोर्टर हुनुहुन्छ हाम्रो भाइ। ल अन्डा चाहिँ रेडी भइसकेको रामेन चाहिँ आज ल हाम्रो चाहिँ सरर हुँदैछ कामहरू। टक्क यहाँ सबैजना एक्टिभ हुनुहुन्छ। काम गरिराख्नु भएको छ। हाम्रो सर पनि हुनुहुन्छ। हाम्रो सर फेरि पछाडि हात लाएर टक्क यतिको चाहिँ हाम्रो सेफले बनाउँदै हुनुहुन्छ। यहाँ तयार हुँदैछ माछा नुडल्स। त्यसपछि नुडल्सपछि यहाँ हाम्रो सर कहिले अगाडि हात कहिले पछाडि हात। यो चाहिँ म काम गर्ने ठाउँ हो, तपाईँलाई देखाउँदैछु। हामी चाहिँ यहाँ तक यो रेस्टुरेन्ट चाहिँ हाम्रो यो चाहिँ बाहिरको नजर। हाम्रो रेडी भइसकेको छ अन्डा पनि। प्लेटहरू रेडी हुँदैछ। हेर्दै स्पाइसी देखिएछ है। ल है कम्पिटिसनमा जित्नेलाई 60 युरो छ है। ल हामी चाहिँ यहाँ खाना रेडी भइसकेको छ। रामेन चाहिँ टक्क दुईवटा अन्डा अनि उता स्पाइसीवाला रामेन टक्क खाएर हामी चाहिँ अब कम्पिटिसनको लागि लोकेसनतिर जाँदैछौँ। टक्क ल हाम्रो सर अन्डा थप्नेले पछि अन्डा पनि थप्नु पाउनुहुनेछ। ल आज चाहिँ हामी स्पेसल भिडियो लिएर आएको छौँ। हामी चाहिँ आज करेन चाउचाउ डबल स्पाइसीवाला चाहिँ हामी च्यालेन्ज लिएर आएको छौँ। ल तपाईँहरू देख्न सक्नुहुन्छ खाना रेडी भइसकेको छ। ल जित्नेहरूलाई आज पुरस्कार पनि छ। टक्क 50 टक्क 70 युरो 70 युरो टक्क राख्छौँ। हामीसँग लिमिट टाइम हुन्छ। त्यसपछि त्यो टाइमभित्रमा जसले छिटो भ्याउँछ त्यसलाई यो चाहिँ पैसा हामी यहाँ राखेको छौँ 60 युरो। त्यसले अब हामी सुरु गर्दैछौँ। ल सुरु सबैजना ल हामी चाहिँ सुरु गर्दैछौँ। स्टार्ट टाइम राख्यो। कट मिनटको 5 मिनट नि 30 सेकेन्ड 30 सेकेन्ड ल 30 सेकेन्ड 30 सेकेन्डमा सकिँदैन नि। सकिँदैन कि 30 सेकेन्ड 50 राख्नु। 50
अनि 1 मिनेट राख्नै पर्छ कहाँ कि 1 मिनेट राख्नु च्याट्नु भयो ल ल ल हैन सेकेन्डमा त त्यस्तो भयो त्यसै 1 मिनेट ल एक 1 मिनेटमा सबैले जित्यो भने मलाई डबल दिने पैसा यस्तो के 1 मिनेट ल हैन 1 मिनेटमा यो जसले खाइसक्छ ओके छिटो जसले खाइसक्छ त्यही 1 मिनेट 30 सेकेन्ड होइन ल हुन्छ ल अहिले चाहिँ टाइममा नराख्नु ए एकछिन ल 1 2 3 गो मेरा धेरै हाल्दैछ नि म हारेको होइन छिटो 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 के अबू तेरा तो गेम बचाना पड़ेगा ओहो रुंगा त यार है छिटो 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 मैले बिच लगाएको छु तपाईँ गिव अप दिनु है म धेरै हाल्दैछ नि यहाँ थोरै थोरै अहिले त्यो हारेर चाहिँ होइन होइन यहाँ थोरै नै त्यो साँच्चै थोरै मैले भन्ला हो ए एउटा मात्रै चम्मच भयो कि मलाई त्यो यस्तो भयो त के छ र चाट्नी त होइन होला आई एम द विनर पिसो छैन ल त गाइज त्यो झुटो खपखामाले यो चाहिँ यस्तै राख्ने क्या पछाडि हुने होइन हेर न सबैजनाले बसिन खोइ त आश लगाएर मान्छे त लिपस्टिक लगाएर बसेर रहेछन् भाइ तपाईँले सबैमा बराबर हाले होइन मैले छानेर खाएँ तिमीले त मलाई पनि नजिक्ने रहेछौ त मेरो बुढी हुन पर्थ्यो अझै यस्तो जाँगो एक केजीमा खाइदिनु सेकेन्ड प्राइज त अब पाइँदैन सेकेन्ड प्राइज ल अब यतिको पनि न कुन चाहिँले चाना छ चारजना ल मैले मेरो तर्फबाट म 20 रुपियाँबाट 10 रुपियाँ चाहिँ दिन्छु चारजनामा होइन चारजनामा त यता भाइले जितिहाल्छ सघाउन आँट्यो है होइन सबको गइसक्यो क्या छैन खान सक्नु त्यही हो चारजनाले कसले छिटो खाइसक्ने ल चारजना राख्नु सर कोही खाइसक्यो छिटो
4जनामा होइन 3जनामा चाहिँ त गाइस 10 रुपियाँ छ यो 50 रुपियाँ म तपाईँले त सक्नुहुँदैन नि सालको बाँड्नु होला भाइ त्यति नै कति प्लेटमा खोरेर नै ढुके म त लुगा दाइले चाहिँ बस्नु भएन खाइदिनु न खान्छ म चाहिँ हारेँ पसिना पनि ढुकियो पसिना पसिना भयो त्यस्तो पठाएर मैले नि खोज्दै यहाँ चाहिँ धेरै नै उहाँबाट मेरो धेरै त्यसो मेरो ध्यान दिँदै कहाँ हिमा सर मेरो त धेरै राम्रो हिमा सर मेरो त चुली चुली थियो हिमा सर मेरो लास्ट धेरै नै थियो तपाईँको त फ्याक्टो सिक्दैलाई छ है सिक्दै है मकै म चाहिँ हारेँ 3जनामा आज पनि कम्पिटिसन भइरहेछ 20 छोडेर गएको छन् मैले पनि हारेको म त आनन्द यसो 20 महिना लाग्यो ल हस् ल ल टिपी हाल्नु नि त पैसा हामी हाल्यो ल मजाले खानु होला तपाईँले एकदम इन्जोय गर्नु होला सब एक्सपोर्टेड विनर त अहिलेसम्म पनि सक्नु ल हाम्रो आजको विनर चाहिँ हाम्रो भाइ हुनुभएको छ त्यसपछि सेकेन्ड चाहिँ हाम्रो ढुङ्गाजी अरू चाहिँ हामी सबै थर्ड अहिलेसम्म कोही पनि राखेको छैन। थोरै वर्षसम्म अरे थोरै भएर आजलाई यो भिडियो यति नै सपोर्ट गर्नु होला लाइक सेयर सब्सक्राइब गर्नु होला यस्तो यस्तो भिडियो आउँदैछ त्यसको लागि किप सबैलाई एकचोटि- किप सपोर्टिङ ओके थ्याङ्क यू सो मच सबैलाई एकचोटि बधाई छ बधाई छ बधाई छ तर म विचार आएन नि भन्छु दाइ तपाईँ हो विनर मैले त्यो बधाई त धेरै जित्नु खाएको। पर्यो नि मेडल हालेर विनर बस्नु पनि तपाईँको कहाँ म भन्छु नि त दाइलाई मैले साथी कुरा